हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले यहाँ हेयर स्ट्रेट गर्नु गइरहेको थिएँ। बहिनीको कपाल एकदमै ड्राई एन्ड ड्यामेज पनि थियो, फ्रिजी पनि थियो। त्यसपछि मैले चाहिँ स्ट्रेटनिङको क्रिम लगाएँ लोरियलको। त्यहाँदेखि क्रिम लगाएर चाहिँ यहाँ राखिरहेको थिएँ। त्यहाँदेखि बिचमा चेक चाहिँ गर्नुपर्छ तपाईँले क्रिम लगाएपछि। त्यहाँदेखि बहिनीको टाइम पायो हेयर वास गर्ने। त्यहाँदेखि यहाँ मेरो बहिनीले चाहिँ बहिनीको हेयर वास गरिदिँदै थियो। अन्त हेयर वास पनि एकदम राम्रोसँगले गर्नुहोस् होला तपाईँहरूले। त्यहाँदेखि बहिनीले हेयर वास गरिसकेपछि मैले त्यहाँदेखि डाइरेक्टली हेयर सुकाइदिँदै थिएँ। बेसी हिटले पनि सुकाउनु हुँदैन, मिडियम गरिकन सुकाउनुहोस् होला। कपाल चाहिँ राम्रोसँगले सुक्नुपर्छ, किनभने फेरि आइरन गर्दा ड्यामेज हुन्छ चिसो कपालमा। त्यसपछि मजाले सुकाएपछि चाहिँ यसरी तपाईँले मजाले सुकाउनुहोस्। त्यसपछि त्यो हेयरलाई चाहिँ 4 सेक्सनमा डिभाइड गर्नुहोस्। त्यसपछि यसरी नै आइरनिङ गर्नुहोस् होला। त्यहाँदेखि आइरन चाहिँ एकदमै राम्रोसँगले गर्नुपर्छ तपाईँहरूले, एकदम पातला पातला गर्नुपर्छ, बेसी मोटो लिनु हुँदैन। त्यहाँदेखि यसरी आइरनिङ गरिसकेपछि मैले कपाललाई मजाले आइरन गरेँ। आइरन गर्दै गर्दै बात मार्दै आइरन गर्दै थिएँ बहिनीसँग। अन्त यतिको चाहिँ भएको थियो। आइरन गरेपछि तपाईँले फर्स्टको हेयर देख्नुभएको थियो कस्तो ड्राई एन्ड ड्यामेज थियो। त्यसपछि फाइनल लुक चाहिँ बहिनीको यस्तो आएको छ। हेर्नुहोस् होला कस्तो लाग्यो तपाईँलाई मेरो काम। मन पऱ्यो भने लाइक सेयर एन्ड कमेन्ट गरिदिनुहोस् होला। यदि तपाईँहरूलाई पनि हेयर स्ट्रेट गर्नु छ भने मेरो पार्लरमा आउनुहोस् होला। मेरो पार्लर चाहिँ बजार बस्तीमा छ, बन्धन ब्याङ्कको अपोजिट। थ्याङ्क यू फर वाचिङ।